म गर्भवती भएको अहिले चाहिँ 6 महिना लाग्यो। स्वास्थ्य चौकी चाहिँ हाम्रो नजिकै हुनाले सजिलो भएको छ र हामी टाइममा जान पनि जान्छौँ, चेक गर्छौँ। बिहे गर्ने अघि चाहिँ मलाई थाहा थिएन यस्तो जोखिमहरू हुन्छ अनि चेक जाँच गर्नुपर्छ, खोपहरू लगाउनुपर्छ अनि थाहा थिएन। अहिले चाहिँ खोपहरू लगाउनु पर्ने रहेछ, चेक जाँच गर्नुपर्ने रहेछ, जोखिमहरू हुने रहेछ भने थाहा पाइयो। 10 छोरा 5वटा छोरी घरमा आउने सिकाउने के दबाई खान्छ भन्छन् थाहा छैन। हामी त केही नै जति भगवानले दियो उति। सबै छोरा छन्, एउटा छोरी, त्यति हो। अरू सब आएको। मेरो श्रीमानले चाहिँ इन्डियामै काम गर्नुहुन्छ। म चाहिँ आमासम्म जान्थेँ अनि फाइ नेपालको सरहरू हामीलाई सिकाउनुहुन्छ टाइममा र त आमासम्ममा सिकाउनुहुन्छ, स्वास्थ्यमा पनि सिकाइरहनुहुन्छ। अब गर्भवती अवस्थामा यस्तो गर्नुपर्छ भने सिकाउनुहुन्छ। व्यक्तिगतमा सरसफाइ हुने अनि पोसिलो खानेकुराहरू खाने। मैले चाहिँ पहिला कार्ड बनाएको थिएन। नियमित रूपमा म आमासम्ममा जान लागेको अनि त्यहाँ थाहा पाएर 4 महिनापछि मैले कार्ड बनाएर स्वास्थ्य जान लागेको। स्वास्थ्यमा जन्मियो, राम्रो जन्मियो। हामी धेरै खुसी छौँ। जन्मिसकेपछि 3 दिनमा आउनुभयो, खोप लगाउनु पर्छ भन्नुभयो, लगाउनु भयो। राम्रो लागेको छ। हँसिलो भन्छ नाति जन्मेको छ पहिले सुरुमा। अहिले अब स्वास्थ्य आयो, अहिले स्वास्थ्यमा लिइरहन्छन्। स्वास्थ्यमा गएपछि अब अहिले सुविस्ता पनि पाउँछन्। फाइल नेपालको सर आउनुहुन्छ, उहाँले सिकाउनुहुन्छ, राम्रै गर्नुपर्छ हामीलाई। अब नजिकमा हुनाले समयमा खोजी खबरी पाइयो। बुहारीलाई त्यति लक्काधक्का हुन पाएन, सम्झ सुविस्तै भयो। टाढा हुँदाखेरि गाडीमा यहाँबाट झाँकिएर धनगढी चौमला जाँदाखेरि हामीलाई कति आपत हुन्थ्यो। तर यहाँ नजिक आफ्नो गाउँघरमा छरछिमेकमा अब जस्तो स्वास्थ्य चौकी आउँदाखेरि हामीलाई धेरै सजिलो भयो, धेरै राम्रो भयो। पहिला 20 जना गर्भवती हुनुहुन्थ्यो भन्दाखेरि गाउँघरमा अब यता आउने 4-5 जना मात्रै, त्यही पनि धौ गरेर स्वयंसेविकाले जबरजस्ती पठाउनुहुन्थ्यो। अब हामीहरू पनि आमासम्मको मिटिङमा भयो अनि त्यसपछि अघिपछि पनि गइरहेको थियौँ। त्यतिखेर धौ गरी आउनुहुन्थ्यो भन्दाखेरि अहिले त्यस्तो छैन। अहिले त 100% 100% भने पनि भयो। स्वास्थ्य चौकीमा जे जाँच पनि गरिरहेछौँ र कामको बारेमा पनि हेरिरहेका छौँ। खानेकुराहरू पनि पोसिलो खाइरहेका छौँ। अब हामी चाहिँ बच्चा जन्मिने बेला पनि स्वास्थ्य चौकी नै गएर जन्माउने।